जनकपुर धामको रामानन्द चोक स्थित रहेको जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ। गए राति करिब 11 बजे लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ। जनकपुर धाम उपमहानगरपालिका लगायत आसपासको पालिकाले बारुण यन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि पूर्ण रूपले क्षति भएको छ। सञ्चालक रामबाबु राईले राति 11 बजे मार्टभित्र लागेको आगो थाहा पाएका थिए। मार्टको सामान 4.5 करोड र घरमा समेत मिलाएर 10 करोड भन्दा बढीको क्षति भएको उनको भनाइ छ। मार्टको दोस्रो तल्लामा बसिरहेका राई दम्पति भागेर ज्यान बचाउन सफल भएका थिए। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।